कसलाई भाउजू तँलाई दा भाउजू त के साह्रो राम्री हो आम्मा विश्व सुन्दरी खोजेछ त हौ आम्मा त्यो दाइले जो पाए चुज गर्छ त त्यही भने सही हो बिस्कुट खाने हो ला चक्लेट दिसमा बाँडेर खाए यता म ह्यान्डसम है तँलाई म कसलाई भन् त चोर जस्तो तेरो तिमीलाई हिजो पुऱ्याइदिनु पो तेरो दिदी बोयफ्रेन्ड हो ए दा पठाऊ हो क्या त्यो भाइ यता जा किन जोप्पाइ त्यो ट्यापेहरूसँग हिँड्दै बसिरा हो क्या के गऱ्यो दा भाउजू भनेको नि हौ दा कस्तो गिरी गर्दै केटी त मुटुमै बस्यो हो क्या तर यसलाई अलिक पट्टाउन जान्दैन के छ दा यो केटी सोसल वर्कमा छ क्या दा भिखारीहरूलाई दिइरहेछ कुकुरहरूलाई खुवाइरहेछ दा तपाईँले नि कुकुरलाई खुवाउनु पऱ्यो क्या दा म नि कुकुरलाई खुवाइरहेको छु त दा पनि कस्तो सोच्दिएको हौ छ्या तपाईँले नि सोसल वर्क गर्नु पऱ्यो क्या दा तपाईँले अब दा केही पर्दैन ठिक छ क्या दा तैँले बुझेर आइस मैले के भने मैले एक डिटेल बुझेर आएको छु क्या दा र डिटेलमै भन्न त कहाँको भिसा लगाएर अस्ट्रेलियाको रहेछ नि दा मास्टर्स इन सोसल वर्कमा फेरि हाउ कुरो गर्छस् तैँले अस्ति मलाई के भनेको इज बिहान 7 चाहिन्छ मास्टरमा जानको लागि भने होइन उसको त अनि ओभरअल 6.5 नट लेस देन 6 मात्रै आएको छ त अनि दा त्यो त हो कि तर ऊ चाहिँ निर्वाणा काउन्सिलिङ सेन्टर गएर रहेछ क्या बुझ्नलाई उहाँहरूसँग चाहिँ एउटा युनिभर्सिटी रहेछ क्या साउदर्न क्रस युनिभर्सिटी भन्ने त्यहाँ चाहिँ ग्रेजुएट सर्टिफिकेट इन सोसल साइन्स लिडिङ टु मास्टर इन सोसल वर्क भन्ने कोर्समा चाहिँ एप्लाई गर्नुभएको रहेछ क्या भाउजूले ए त्यसमा चाहिँ त्यति मार्क्स भएर पुग्ने रहेछ त्यति भए पुग्दैन अनि पछि फेरि त्यहाँबाट मास्टर्समा उ गर्नको लागि फेरि आइएल्स त गर्नु पर्दैन नि पर्दैन रहेछ त्यही आइएल्सले नै पुग्ने रहेछ क्या दा अब म पनि जान्छु त्यतै छ्या दा तिन आएर पनि के आँट गरेको न तपाईँले सोसल साइन्स पढ्नु भएको छ न हेल्थ साइन्स पढ्नु भएको छ न साइकोलोजिकलै साइन्सै पढ्नु भएको छ के गर्नु म के गर्नु जानु त पऱ्यो नि सँगै त्यसो भएछ दा होइन अब तपाईँ जानुभन्दा बरु डिपेन्डेन्टमा जानु खोज्नु क्या अब पट्याउनु पऱ्यो क्या दा अहिलेसम्म एकचोटि आई लभ यु भनेको छैन त्यो भाउजूले पनि मन पराउँछ जस्तो लाग्छ क्या मलाई त मन पराउँछ है अन्त दा अब एकचोटि तपाईँले प्रपोज गर्नु पऱ्यो क्या दा म प्रपोज गरिदिन्छु अब त्यसलाई अब फुल दिएर प्रपोज गर्नु पऱ्यो क्या यस दिपा तिमी बाहिर जान लाग्दो रहेछौ मलाई एकदम दुःख लाग्यो मलाई पनि मेरो कारणले